म तिम्रो हात समाएर मन्दिरको ढोकासम्म पुगेर तिमीलाई नै थाहा नदिई तिमी नै माग्ने गर्थे त्यो भगवान्सँग। तर बल्ल महसुस भयो प्रिय, कहिलेकाहीँ चोखो मनले मागेको अमृत पनि विष मिल्दो रहेछ। ठिक छ, आज प्रेम दिवस, सायद त्यसैले याद आयो तिमी। म आज पनि घृणा गर्दिनँ तिमीलाई, तर पनि छैन अब तिम्रो निम्ति प्रेम। म आज पनि घृणा गर्दिनँ तिमीलाई, तर प्रेम छैन अब तिम्रो निम्ति। यदि प्रेम, विवाह अनि बेहुली तिमी हो भने मलाई स्वीकार छैन। सिउँदो रङ्गाउने त्यो सिन्दुर एक चिम्टी। तिमी त मलाई जिउँदै चिता देखाउँदै टाढा भएकी थियौ। मेरो आमाको आँसुले मलाई नयाँ जीवन दिएको। यदि मेरो आमाको मुखबाट आउने बुहारी शब्द तिम्रो लागि हो भने मलाई आफ्नै मलामी स्वीकार छ, तर स्वीकार छैन आफ्नै जन्ती। तिमीलाई थाहा छ प्रिय, तिमीले छोडेपछि कोही पागल बनेको छ रे भन्दैछौ रे, खुब धाक लगाउँछ रे साथीहरूको माझमा। तिमीले छोडेपछि कोही पागल बनेको छ रे भन्दै खुब धाक लगाउँछौ रे साथीहरूको माझमा। सुन न प्रिय, हो म पागल बनेको थिएँ, किनकि म प्रेममा आफैलाई रित्याउन सक्छु। तर त्यति कायर पनि सोच्ने भुल नगर। त्यही पागलपनभित्र तिम्रो यादहरू बिस्तारै सिद्ध्याउन सक्छु। के को घमण्ड गर्छौ तिमी? कोही पागल बन्यो भनेर तिम्रो लागि, तिम्रो घरको आँगनी हुँदै आमाको लागि देवी जस्तैहरूको बुहारी भित्राउन सक्छु। प्रेम दिवसको शुभकामना। प्रेमको अर्थै नबुझ्ने तिमीलाई पनि, प्रेमको अर्थै नबुझ्ने तिमीलाई पनि। परदेशी हिँड्ने बेला आमाले दैला छेउ उभिएर अक्षता लगाइदिँदै थरथर कापेको आवाजमा एउटै कुरा भनेकी थिइन्, अब कहिले फर्किने हो खै, त फर्किउन्जेल म बाँच्दिन होला। हो, म त्यही परदेशी हो जो जिम्मेवारीले दबिएको काँधमा सपनाको झोला बोकेर परदेश छिरे। मेरा 1000 सपना कलिलैमा मरे। देखावटी सहरको यो बनावटी भेडमा म एक्लै अलपत्र परे। यो पढाइको सहरले मलाई कहिल्यै आफ्नो ठानेन। आफ्नै देश, आफ्नै घर, आफ्नै परिवार सम्झी फर्केर जाउँ भन्दा मेरो रित्तो गोजीले मानेन। हुन त म पसिना बेचेर पैसा किन्न आएको थिएँ, तर यो पढाइको सहरले त मेरो भएको खुसी पनि खाइदियो। 1000 सपनाहरू साँचेको थिए, जिन्दगीमा चलेको हुरी बतासले सबै उडाइदियो। यो ओठको मुस्कान मनको पीडाहरू छेक्ने बाटो बन्यो। यो परदेशीको आँखा निन्द्रा भन्दा बढी आँसु देख्ने बाटो बन्यो। फेसबुकमा मुसुक्क हाँसेको फोटो हेर्दै कहिले आफ्नो नहुने ती आफन्तहरू भन्छन्, अरे फलानु त विदेशमा आइसो आराम गर्दैछ। खै कसरी सम्झाउनु आमा, तिमीले उठ्न 10 बजिसक्यो भन्दा पनि ढलेको सिनको नभास्ने यो फलानु आज 102 डिग्री ज्वरोमा पनि औषधिको सहारा रातको 12 बजेसम्म काम गर्दैछ। यो स्वार्थी सहरमा मरुदा आँसु पुछिदिने कोही छैन। दुखेसो सुनाऊ भने सुनेर बुझिदिने कोही छैन। आज म जस्तो लाखौं परदेशी होलान्, जसको धन्न कमाएर घर फर्किने आसमा सास चलिरहेछ। परदेशले कतिको ज्यान खायो, बाकसमा घर फर्किने पैसा समेत नहुँदा परदेशमै बेवारिस इलाज चलिरहेछ। परदेशी हो नि, बाँचे भने सास फर्किन्छ, मरे भने लास। Thank you for watching.